सो साथीहरू मैले किन भिडियो रेगुलर ल्याउन सकिनँ होला त? मेरो टाइम पनि हुँदैन अनि मैले दिनदिनै भिडियो अपलोड गर्न पनि भ्याउँदिनँ है। भिडियो बनाउन कति गाह्रो हुन्छ त्यो त हजुरहरूलाई थाहा नै छ होला। सो हेलो साथीहरू, हजुरहरू सन्चै हुनुहुन्छ? अनि म पनि एकदमै धेरै सन्चै छु है। आजभोलि दिनदिनै पानी पर्नुको कारण चाहिँ के रहेछ? यो पानीले गर्दा कतिपय मान्छेहरूलाई त काम गर्नै दिएको छैन होला, अनि मलाई पनि काम गर्नै दिएको छैन यार। बसिन्जेल पानी पर्दैन, जब काममा हिँड्यो तब पानी पो पर्छ। यस्तो भएपछि त लास्टै रिस उठ्छ के साथीहरू, मलाई त एकदम। अब त गर्मी लाउनु पर्ने होइन र साथीहरू, वैशाख लाउन लागिसक्यो। कति धेरै जाडो छ यार अझै पनि। म चाहिँ लागे भाइलाई पछाडि हालेर मासु बोकेर फ्रेस हाउसतिर आएँ। यसरी स्कुटर चलाउँदै बोल्दै हिँड्दैको मजा पनि बेग्लै छ कि। भाइलाई किन लयो होला त मैले? यही कारण है, भिडियो बनाइदिन्छन् अनि हाँस्दै हिँड्दै एक्लै हिँड्दा त झ्याउलाउँछ के, अनि भाइलाई पछाडि हालेर लैसित भिडियो पनि बनाइदिन्छन्, बोल्ने साथी पनि हुन्छ। कतिखेर पुग्यो कतिखेर आइयो भनेर थाहै हुँदैन। भाइलाई फेरि मैले जतिखेर पनि लिएर हिँड्न त पाउँदिनँ, उसको पनि काम हुन्छ के। आजको भिडियो चाहिँ अलि छोटो नै छ, अर्कोचोटि अलि लामो भिडियो ल्याउँछ है। हस् त नि, ओके बाई।